ओम नमः संभवाय च मयो भवाय च नमः शंकराय च महेश्वराय च नमः शिवाय च शिवतराय च। जय श्री राधे, जय श्री कृष्ण, हर हर महादेव, जय शंभु। समादरणीय श्रद्धालु भक्तजन, यतिखेर हजुरहरु हामीलाई कृष्ण कोइराला गुरुजी फेसबुक पेज अनि युट्युब च्यानलको माध्यमबाट विश्वभर रहेर हेरिराख्नु भएको छ। हामी हजुरलाई नित्य निरन्तर श्री स्वस्थानी व्रत कथा श्रवण गराइरहेका छौं। हाम्रो लक्ष्य हो हजुर आफ्नो काममा व्यस्त हुँदा पनि यो मनले उनै भगवान प्रति विश्वास, श्रद्धा, भक्ति बढाएर आफ्नो काम कर्तव्यलाई सधैँ अगाडि बढाइरहनुहोस् भन्ने हाम्रो विशेष भाव अनि हाम्रो सोच विचार त्यही नै छ। तपाई जहाँ हुनुहुन्छ, जस्तो ठाउँमा हुनुहुन्छ, जस्तो परिस्थितिमा हुनुहुन्छ, यदि नराम्रो ठाउँमा हुनुहुन्छ, नराम्रो परिस्थितिमा हुनुहुन्छ भने भगवती माता श्री स्वस्थानीले हजुर हाम्रो सबैको कल्याण गरेर आज सही बाटो, सही दिशातर्फ लिएर जानुहोस् भन्ने कामना गर्न चाहन्छौँ। भक्तजन, हामीले कथा श्रवण गर्दै आएको आज 12औं दिन, यानी कि 12औं अध्यायको दिव्य कथालाई हामी श्रवण गर्नेछौँ। हिजोसम्म हामीले 11औं अध्यायको दिव्य कथा श्रवण गर्यौं, जहाँ भगवान भोलेनाथ माता सतीको प्राणन्त भइसकेपछि माता सतीको शरीरलाई लिएर सारा संसार पृथ्वीमा भ्रमण गर्नुभयो। शरीर झरेर प्रत्येक अङ्गहरू ठाउँ ठाउँमा पतन भएर गए, रै पनि भगवान भोलेनाथ माता सतीकै वियोगमा चारैतिर भ्रमण गर्दै जाँदाखेरि देवताहरूको स्तुतिलाई पनि नसुनिकन भगवान आफ्नो बाटो लाग्नु भएको थियो 11औं अध्यायको दिव्य कथामा। अब आज 12औं अध्यायको दिव्य कथालाई लिएर हजुर समक्ष पुनः उपस्थित भइसकेका छौं। कथा के कस्तो लाग्दैछ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। अनि कहाँबाट हेर्दै हुनुहुन्छ, हजुरले फेसबुक पेजको माध्यमबाट हेर्दै हुनुहुन्छ या युट्युब च्यानलको माध्यमबाट हामीलाई हेर्दै हुनुहुन्छ, हामीलाई सुन्दै हुनुहुन्छ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ त्यो पनि हजुरले कमेन्ट गर्न नबिर्सिनु होला। र जतिले व्रत लिनु भएको छ, भगवती माता श्री स्वस्थानीले हजुर सबैको इच्छा आकांक्षा मनोकामना पूर्ण गरिदिनुहोस्। र जतिले लिनु भएको छैन र पनि यो कथालाई श्रवण गर्दै हुनुहुन्छ भने तपाईका पनि इच्छा आकांक्षाहरू भगवती माता श्री स्वस्थानीले पूर्ण गरिदिनुहोस् भन्ने कामना गर्न चाहन्छौँ। आउनुहोस् अब आज 12औं अध्यायको दिव्य कथालाई सुरु गर्नुभन्दा अगाडि मङ्गलाचरण। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतस्तनुवन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। सुवर्णवर्णदीप्ताभां त्रिनेत्रां कमलाननां सिंहासनसमासीनां सर्वालङ्कारभूषितां नीलोत्पलधरां वामे दक्षिणे वरदां शुभां खड्गचर्मधरा चोर्ध्वं वाम दक्षिणयो क्रमात् चतुर्भुजां च मां तत्र पूजयेदृशकेतूनाम्। एवं ध्यात्वा महादेवी स्वस्थानीं जगदीश्वरीं नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्थानी देव्यै नमः। अथ 12वादशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। जब महादेव त्यतातिर लाग्नुभयो त्यसपछि एक दिन श्री महादेवले चित्त सम्हालेर हेर्दा सतीदेवीको शरीर आफूसित रहेनछ। त्यो ज्ञान जब थाहा पाउनुभयो, अब कसो गरौँ, कहाँ जाउँ भनेर भरसक चित्तलाई धैर्य दिँदै अब तपस्या गर्न उत्तरा पन्थमा जान्छु भने जान लाग्नु भएको थियो। चित्त दृढ हुन नसकी घुमिरहँदा उत्तरतिर जानु भएको त दक्षिणतिरको बाटो लाग्नु भएछ।
अब एउटा बाटो जान्छु भन्नुभएको थियो, अर्को बाटोतिर लाग्नुभयो। जाँदा जाँदा कर्नाटक नगरको नजिकमा पुग्नुभयो। त्यहाँ एउटा ब्रह्मपुर नाम गरेको गाउँ थियो। त्यहाँ बसेका ऋषिहरू गङ्गामा स्नान गर्न भनेर गएका थिए। अब महादेव आफ्नो चित्त दृढ थिएन, एक ठाउँमा थिएन, त्यसले गर्दाखेरि मन विचलित भइरहेको थियो। भगवान भोलेनाथ त्यतैबाट जानुभयो। ऋषि पत्नीहरूले देखे महादेवलाई जाँदै गरेको। एउटीले अर्कोसित भनिन्, हे सखी, हेर त, ती जाँदै गरेका महादेव होइनन्? अहो, सतीदेवी मर्नाले बहुला जस्तै पो भइसकेछन् त। कस्तो तरिकाले हिँड्नु भएको? हाम्रा ऋषिहरू एक भक्त रहनाले दुर्बल पनि छन्, अनि हामीहरू त्यत्तिकै बसिरहेका छौँ। हाम्रो इच्छा आकाङ्क्षा चाहनाहरू पुरा भइरहेको छैन। यस कारणले हामी पनि उनी महादेवको पछि पछि लागौँ न भनेर एउटीले अर्कीलाई भनिन्। त्यो सुनेर त्यहाँ भएका जति पनि ऋषि पत्नीहरू थिए सबै महादेवका पछि पछि लागे। त्यसपछि गङ्गामा स्नान गर्न गएका ऋषिहरूले त्यो कुरा थाहा पाए। अब त्यो थाहा पाइसकेपछि खोजी गर्दै जाँदाखेरि कहाँ गएछन् त भनेर पत्नीहरूको खोजी गर्दै जाँदा बाटामा फेला पर्नुभयो महादेव। ऋषिहरूले भने, हे महादेव, तिमीले हाम्रा स्त्रीलाई किन हरण गरेर ल्यायौ? अलिकति लाज भएन ऋषि पत्नीहरूलाई हरण गरेर लिएर आउन? त्यो सुनेपछि महादेव छक्क पर्नुभयो। हे ऋषि हो, म तिमीहरूका स्त्रीहरूलाई किन हरण गर्थे र? म त त्यो स्त्रीको प्रति आसक्ति नै छुइनँ। अब मैले तिमीहरूको पत्नीलाई कसरी हरण गरिलु भन त? मेरो आफ्नै एउटी भएकी पत्नी मरेर म आज विलाप गर्दै हिँडिरहेको बेलामा तिमीहरूको पत्नीलाई मैले हरण गर्नुपर्ने कारण के? ऋषिहरूले भने, महादेव, त्यसो भए तिम्रा पछि लागेर आएका यी को हुन् त? एकचोटि हेरेका छौ? यसो पछाडि फर्केर हेर्नुभयो, हेर्दाखेरि ऋषि पत्नीहरू छन्। महादेवले भन्नुभयो, हे ऋषि हो, मैले यिनीहरूलाई ल्याएको होइन। किन आएछन् त्यो पनि मलाई थाहा छैन। अनि ऋषिहरूले भने, हे महादेव, तिम्रो स्वरूप देखेर हाम्रा स्त्री तिम्रा पछि पछि लागेर आएका हुन्। हाम्रा स्त्री तिम्रो पछि लागेर आएका छन्, त्यसैले हामी तिमीलाई श्राप दिन्छौँ, तिम्रो कामासक्त तेज यही पतन भएर जाओस्। ऋषिहरूले श्राप दिए। ऋषिको श्रापले गर्दा श्री महादेवको त्यो तेज, कामासक्त तेज पतन भयो। अनि त्यहाँ पतन भइसकेपछि त्यहाँबाट एउटा ज्योतिर्लिङ्ग उत्पन्न भयो। जब त्यो ज्योतिर्लिङ्ग उत्पन्न हुँदै गयो, संसार छप्न लागेको थियो, संसारलाई ढाक्न लाग्यो। ब्रह्मा आदि देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य सबै मिले। अब हाहाकार भयो, पृथ्वीलाई, संसारलाई छोप्न लाग्यो। भगवान विष्णुको शरणमा गएर भन्छन्, हे वैकुण्ठनाथ प्रभु, रक्षा गर्नुहोस्। महादेवको त्यो ज्योतिर्लिङ्ग उत्पन्न भएर सारा संसारलाई छोप्न लागिरहेको छ। त्यो खबर गर्न आइरहेका छौँ प्रभु हामी हजुरको शरणमा। अब के गर्ने हो, कसो गर्ने हो, हजुरले चाँडो गर्नुहोस्, बिन्ती चढाए। ब्रह्मादि देवताले भनेको सुनेर भगवान श्री विष्णुले पनि त्यति नै खेर त्यहाँबाट जुरुक्क उठ्नुभयो। त्यो अगाडि बढ्दै गरेको ज्योतिर्लिङ्गलाई गएर च्याप्प अँगालो हाल्नुभयो। भगवान विष्णुले अङ्कमाल गर्न साथ ज्योतिर्लिङ्ग शान्त भयो। अब कति यहाँनिर एउटा प्रश्न के उठ्छ भने, व्यक्ति अहिले एक आपसमा जुझ्न थालेका छन्। विष्णुलाई पूजा गर्ने, शैव्यलाई पूजा गर्नेले वैष्णवलाई हेला गर्ने, वैष्णवको पूजा गर्नेले शैव्यलाई हेला गर्ने। तर यही स्वस्थानीबाट पनि हामी प्रष्ट हुन सक्छौँ। भगवानको त्यो स्वरूप ज्योतिर्लिङ्गलाई भगवान विष्णुले अङ्कमाल गर्ने बित्तिकै साम्य भयो। यानि कि दुईटा भगवान त एक आपसमा सही हुनुहुँदो रहेछ। केवल त्यसलाई हामी बुझ्दै गरेका, अलिअलि बुझ्न थालेका व्यक्ति चाहिँ हामी झगडा गरेर बसिरहेका छौँ। तर त्यसो कहिले पनि जीवनमा नगरौँ। भगवान विष्णुलाई पूजा गर्नेले शिवलाई पनि पूजा गर्नुहोला, भगवान शिवको पूजा गर्नेले विष्णुको पनि पूजा गर्नुहोस्। सबै देवताको सम्मान गर्नुपर्छ। हो, आफ्नो इष्ट एउटा राख्नु, तर देवता सबैलाई पूजा गर्नु। त्यो देखेर जब सम्पूर्ण चराचर जगत आज ज्योतिर्लिङ्ग साम्य भएको देखिसकेपछि गन्धर्व, किन्नर, यक्ष, दैत्य सबैले धन्य धन्य विष्णु तपाईँको जय होस् भनेर अनेक प्रकारले स्तुति गरे अनि आफ्ना आफ्ना आश्रममा गए। जब देवताहरू आफ्ना आफ्ना आश्रममा गए त्यसपछि ज्योतिर्लिङ्गबाट प्रत्यक्ष भगवान श्री महादेव उत्पन्न हुनुभयो अनि ऋषिहरूलाई भन्नुभयो, हे ऋषि हो, बिना अपराधमा तिमीहरूले मलाई श्राप दियो। अबदेखि तिमीहरूको पनि वाक्य अशुद्ध होस्
फेरि ब्राह्मणीहरूको पनि चित्त एक ठाउँमा स्थिर नहोस् भनेर श्राप दिनुभयो। अनि उत्तरापन्थमा गएर काम, क्रोध, लोभ, मोह सम्पूर्ण कुरालाई त्यागेर इन्द्रियलाई बाँधेर तिनैवटा आँखा चिम्लिनुभयो अनि परब्रह्मको ध्यान गर्दै ठुलो तपस्या गर्न लाग्नुभयो। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। त्यसपछि हिमालय पर्वतले आफ्नी स्त्री मेनकालाई गर्भिणी भएको थाहा पाए। अत्यन्तै खुसी भए। आफ्नो मर्यादाले पुंसवन आदि कर्म गरे। महिना पुरा भएपछि मेनकाका गर्भदेखि हिमालय पर्वतकी पुत्रीको जन्म भयो। कस्ती कन्या रहेछिन् भने रूपले धपक्कै बलेकी, रातो वर्ण भएको, जिउ सलक्क परेको, कमलका जस्ता आँखा, चन्द्रमाको जस्तो उज्जवल मुहार, 32 लक्षणले युक्त भएकी कन्या जन्मेको देखेर हिमालय पर्वतले वशिष्ठ आदि ऋषि ज्योतिषीहरूलाई डाके, विधिवत न्वारण पनि गराए। वशिष्ठ आदि ऋषिहरूले पार्वती भनेर नाम राखिदिनु भयो। हिमालयले पनि मणि माणिक्य, नाना रत्न, सुवर्ण, चाँदी सबै दिएर ब्राह्मणलाई दक्षिणा दिए, भोजन गराए। अनि ज्योतिषीहरूले भोजन गरिसकेपछि हिमालय पर्वतसँग भन्नुभयो, हे हिमालय, तिमी धन्य रहेछौ, किनभने यी बालिकाले नि श्री महादेव स्वामी पाउँछिन् अनि 14 भुवनकी रानी भएर बस्छिन्। यिनले सम्पूर्ण दैत्यहरूको संहार गर्छिन्। तिम्रो भाव भक्ति देखेर हामी पनि अत्यन्त खुसी भयौँ। हामी कृतार्थ भएका छौँ। अब आज्ञा पाए हामी आफ्ना आफ्ना आश्रममा जाने थियौँ। ज्योतिषीहरूले भनेको सुनेपछि हिमालय पर्वत अझ खुसी भए, साष्टाङ्ग प्रणाम गरे अनि हस्त हजुरहरू पाल्नुहोस् भन्ने बिदा दिए। ऋषि ज्योतिषी आफ्ना आफ्ना आश्रममा गएपछि बालिका एक दिन अब शुक्ल पक्षको चन्द्रमा जस्तै बढ्न थालिन्। दिनदिनै ठुली हुँदै गइन्। खेल्दामा पनि शिवजीकै पूजा गर्थिन्, खाँदामा पनि शिवलाई चढाएर खान्थिन्। अनि कोहीसँग बोल्नु पर्यो भने शिव शिव भनेर बोल्थिन्। यसरी पार्वतीले बाल अवस्थादेखि नै सधैँ शिवको भक्तिमा चित्त लगाएको देखेर एक दिन नारद ऋषि आउनुभयो विष्णुसित अनि गएर भन्नुभयो, हे वैकुण्ठनाथ, हिमालय पर्वतकी पुत्री पार्वती तपाईलाई योग्य छिन्, लक्ष्मी भन्दा पनि परम सुन्दरी छिन्। नारदको काम के हो भन्दा कुरा लाउने, कुरा चढाइदिने, यताबाट उता लगिदिने, उता कुरा यता लगाइदिने, कता के मिल्छ त्यो जोडिदिने। आज भगवान विष्णुसँग गएर भन्दै हुन्छ, प्रभु 32 लक्षणले युक्त भएकी ती कन्यासँग तपाईँ विवाह गर्नुहोस् प्रभु। आहा, कति राम्री कति सुन्दरी छिन्। नारदको वचन सुनेपछि भगवान विष्णुले पनि भन्नुभयो, हे नारद, हिमालयले ती कन्या मलाई दिन्छन् र? नारद ऋषिले त्यो सुनेपछि भन्नुहुन्छ, प्रभु त्यो धन्दा हजुरको होइन, हजुर चिन्ता नलिनु न, म अहिले गएर लग्न ठहरी आउँछु, कुरा पक्का गरेर आउँछु। हिमालय पर्वतकामा भनेर हिमालय पर्वतकामा जानुभयो। हिमालय पर्वतले पनि नारदलाई आएको देखेर सम्मान गरे, आसनमा बसाले, पाद्य अर्घ्य आदिले पूजा गरे। जब गलेको महसुस हुन छोडो नारदलाई अनि सोधे, प्रभु के कति कामले आउनु भएको थियो आज मेरो घरमा, मलाई बताइदिनुहोस् न। भन्दा नारद भन्छन्, हे गिरिराज, तपाईसित सानो केही कुरा गरौँ कि भनेर आएको, एउटा केही बिन्ती चढाउन पाए हुन्थ्यो। हिमालयले पनि भन्नुहोस् न प्रभु, के कुरा हो, तपाईँले पनि मसँग आज्ञा लिइराख्नु पर्छ र? भन्दा नारद भन्नुहुन्छ, तपाईँकी पुत्री पार्वती छिन् नि, हो, ती पार्वती वैकुण्ठनाथ भगवान विष्णुलाई दिनुहोस् न, कति राम्रो जोडी सुहाउँछ नि त्यो। नारदको वचन सुनेपछि हिमालय पर्वत अत्यन्तै गदगद भए खुसीले, मनमा आनन्द लाग्यो अनि भन्नुभयो, अहो नारद, आज हजुरले साह्रै बेस कुरा गर्नुभयो। तपाईको आज्ञाले मेरी पुत्री पार्वती मैले विष्णुलाई दिए ल। विष्णुसँग गएर भन्नु होला कि हिमालय पर्वतले आफ्नी छोरी हजुरलाई दिने वचन दिनुभएको छ भन्ने खबर पुर्याइदिनुहोस् हजुरले। यति हिमालय पर्वतले भनेपछि नारद त्यहाँबाट विदा हुनुभयो अनि नारद मुनिले वैकुण्ठमा गएर हिमालयसित भएका सबै कुराहरू भगवान विष्णुसँग बिन्ती गर्नुभयो। नारद ऋषिले भनेको सुनेपछि भगवान विष्णु पनि खुसी भएर, हे नारद, तिमी धन्य छौ, अब आफ्नो आश्रममा जाऊ, बाँकी कुरा म आफै गरौँला भनेर नारदलाई पनि बिदा दिनुभयो। नारद ऋषि आफ्नो आश्रममा गए। यता हिमालय पर्वतले छोरी कन्यादान दिन भनेर सामग्री तयार गरे। नारद ऋषिलाई डाक्न पठाए।
भगवान श्री विष्णुले पनि लग्न ठहर्याउनु भयो। आफ्ना गुरु बृहस्पति आदि देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग सबैलाई निमन्त्रणा गरेर उमालाई कन्यादान लिन भनेर हिमालय पर्वतकामा जानुभयो। मेनकाले आफ्नी पुत्रीलाई हीरा, मोती, मणि, माणिक्य, रंग बिरंगका रत्नले जडी जडाउ गरेर अनेक प्रकारका वस्त्र, अलंकार, गर गहना लगाइदिन, श्रृंगार दिन। 32 लक्षणले युक्त भएकी ती कन्या अझै माथिबाट हीरा, मोती, मणि, माणिक्य लगाउँदाखेरि अनि त्यो रूपलाई श्रृंगार गर्दा कस्तो देखियो होला। दर्शक महानुभावहरू आफै एकचोटि परिकल्पना गर्नुहोस् त, त्यो स्वरूप कस्तो थियो होला। जहाँ सुन्दर चन्द्रमाको जस्तो अनुहार भएको त्यो रूपमा अझै श्रृंगार गरेर अनि शरीरमा अनेक प्रकारका हीरा, मोती, जडी जडाउ हार लगाउँदा त्यो स्वरूप आज साँच्चै हेर्न लायकको थियो। त्यो देखेर जया, विजया, अजिता अनि अपराजिता नाउँ गरेका सखीहरूले उमासँग भने, हे देवी, आज तिम्रो विवाह हुँदैछ। विष्णुलाई कन्यादान दिने कुरा गर्दै हुनुहुन्छ। यति सखीहरूले भनेको सुनेपछि उमादेवीले मनमा ताप गरेर भन्नुभयो, हे सखी हो, मैले बाल्यकालदेखि नै श्री महादेव स्वामी पाऊँ भनेर उनकै भक्ति गरे, उनैको पूजा गरे, उनैलाई चढाएर खाने गर्थे, उनैको नाम लिएर जप्ने गर्थे। श्री महादेवलाई नदिकन अरू कसैलाई कन्यादान दिनुभयो भने म हत्या गरेर मर्नेछु। यस्ता कुरा जब सखीहरूले सुने उनीहरू आँखामा बलिन्द्र अश्रुका धारा बगाउँदै भन्छन्, हे देवी, उसो भए तिमी यहाँ नबस, हामी तिमीलाई कसैले पनि नदेख्ने ठाउँमा गएर लुकाएर आउँछौ, हिँड, त्यसो नगर, केही बेरमा तिमीलाई लैजान्छन्। यदि हामीले भनेको मान्छौ भने तिमी यहाँबाट हिँडिहार, तिमीले जसो गर्ने हो गर, म त केही जान्दिन, अब तिमीहरू जे गर्छौ मलाई गर भनेर सखीहरूलाई आदेश दिन्। सखीहरूले नदी तीरको वनमा लगे, कसैले नदेख्ने ठाउँमा लुकाएर आए। यता हिमालय पर्वतले आफ्ना गुरु बृहस्पतिलाई यज्ञमा राखेर विधि विधान सहित कन्यादान गर्ने बेला भयो। आफ्नी छोरीलाई अब लिन पठाउनु भनेर गुरुले आदेश दिनुभयो। आदेश दिँदा लिन जान्छन्। लिन जानेले आज पार्वतीलाई घरमा देखेनन्। त्यो हाल हिमालयलाई गएर सुनाए। सबैतिर खोजी भयो, कन्या छैनन् अरे भन्ने भयो। हिमालयले चित्त आकुल व्याकुल गरी गुरु बृहस्पति ऋषिसँग गएर भने, गुरुदेव, छोरी कतै छैनन्, कहाँ गइन्, के गर्दैछिन् त्यो म जान्दिनँ, म कसो गरौँ। यस्तो सुन्दा बृहस्पति ऋषिले भन्नुभयो, त्यसो भए यस लग्नमा भएन, विष्णुसँग विन्ती गर। भगवान विष्णुसँग गएर विन्ती गर्नुभयो पर्वतराजले। भगवान विष्णु केही नबोलिकन त्यहाँबाट निस्किनु भयो। विष्णु आदि सबै देवताहरू आफ्ना आफ्ना आश्रममा गए। उता लुकी राखेकी उमाले आफ्ना सङ्गिनीहरू गएपछि नदीका तीरमा बसेर बालुवा ल्याएर शिवलिङ्ग बनाउनु भयो अनि श्री महादेवको आराधना गर्नुभयो, पूजा गर्न लाग्नुभयो। त्यस बालुवाको शिवलिङ्गदेखि श्री महादेव प्रत्यक्ष भएर आफ्नो स्वरूपको दर्शन दिनुभयो। अनि आज पार्वती भन्दछिन्, हे प्रभु, मलाई किन यस्तो दुःख दिनुभएको, मलाई किन कष्ट दिनुभएको भन्दाखेरि भगवान भोलेनाथ भन्नुहुन्छ, हे सुभे, मलाई किन बोलायो, मलाई आज्ञा गर त। अनि तिनले भनिन्, हे जगदीश्वर, मैले बाल्यकालदेखि नै श्री महादेव स्वामी पाऊँ भने हजुर उप उपासना गरिरहेकी छु, तर मेरा पिता हिमालय पर्वतले विष्णुलाई कन्यादान गर्न लाग्दाखेरि भागेर यहाँ आएर लुकेर बसेकी छु। प्रभु, मेरो रक्षा गर्नुहोस्। भगवान भोलेनाथ, हे प्रभु, मलाई बचाउनुहोस्। अब मसँग खुसी भएर मेरो आराधना, मेरो पुकारलाई सुनिदिनुहोस्। श्री महादेवबाट भन्नुभयो, हे देवी, तिम्रा बाबु महतारीले कन्यादान नगरी तिमीलाई मैले स्त्री भन्नु भएन। आज्ञा हुँदा फेरि तिनले, हे ईश्वर, जसो गर्ने हो मलाई उपदेश गर्नुहोस् न भनिन्। त्यसपछि श्री महादेव आज्ञा गर्नुहुन्छ, हे देवी, विष्णु आएर तिमीलाई जस्तो उपदेश गर्न लगाउनुहुन्छ, जस्तो उपदेश दिनुहुन्छ, जे कुरा भन्नुहुन्छ तिमीले त्यसै गर्नु, अरू केही पनि गर्नु पर्दैन भन्नुभयो। अनि यति श्री महादेवले आज्ञा गरेको सुनि उनले पनि हुन्छ भनिन्, साष्टाङ्ग प्रणाम गरिन् र श्री महादेव अन्तर्ध्यान हुनुभयो। त्यहाँपछि उमा घर गइन्। हिमालय पर्वतले उमालाई आएको देखेर रिसाएर भने, त कहाँ गएकी थिइस्,
अलिकति तँलाई लाज शरम छैन? आज बाबाको नाक कटाऊ, तँलाई बाबा आमाको कुलको अलिकति पनि डर भएन? विवाहको दिन कन्यादान दिने बेलामा त घर छोडेर कहाँ गएकी थिइस् कसैलाई नभनिकन? अनि सोधे। उनले भनिन्, हे पिता, तपाईलाई थाहा छ म केटाकेटीदेखि नै श्री महादेव स्वामी पाऊँ भनेर मैले उनीको आराधना गरिरहेको छु, अनि तपाईँले महादेवलाई छोडेर विष्णुलाई कन्यादान गर्न लाग्नु भएको म कसरी सहन सक्छु? म महादेव बाहेक अरू कसैलाई पनि स्वामी मान्न सक्दिनँ। तपाईँले विष्णुलाई कन्यादान दिनुहुन्छ भने म विष्णुसँग जाँदै जान्न। मैले हजुरलाई भनिसकेँ, मलाई महादेव बाहेक अरू कोहीसँग विवाह गर्नु नै छैन। यति आफ्नै पुत्रले भनेको सुने हिमालयले न्वारानको दिन वशिष्ठ आदि ऋषि ज्योतिषीहरूले भनेको कुरा सम्झेर चुप लाग्नुभयो। अनि पछि उमाले कहिले विष्णु आउनुहुन्छ अनि महादेवको बारेमा केही उपदेश दिनुहुन्छ भन्ने मनमा सम्झिरहनु भयो। नवदै श्री महादेव स्वामी पाउनका निमित्त नाना तीर्थ व्रत दान धर्म जप तप यज्ञ गर्न लागे। तिनले यसरी भक्ति गरेको देखेर भगवान श्री विष्णुले शंख चक्र गदा र पद्म लिएर गरुडमाथि सवार भई आज देवीको घरमा पुग्नुभयो। भन्नुभयो, देवी, तिमीले नाना तीर्थ व्रत दान धर्म यज्ञ जप तप गरेको देखेर म अत्यन्त खुसी भए। के इच्छा छ वरदान ल्याऊ, तिमीलाई जे चाहिएको छ त्यो भन, म दिन्छु। त्यति सुनेपछि आज उमाले भनिन्, हे परब्रह्मन, म अरू के वरदान मागौँ? श्री महादेव स्वामी पाऊँ, अरू मलाई केही चाहिएको छैन। भन्दाखेरि आज भगवान विष्णु आज्ञा गर्नुहुन्छ, हे गिरिजे, सम्पूर्ण तीर्थ व्रत दान धर्म यज्ञ जप तप भन्दा पनि उत्तम कुरा म भन्छु, तिमीलाई सुन, एकचित्त भएर सुन है, अरू केही गर्नु पर्दैन। श्री स्वस्थानी परमेश्वरीको व्रत गर, त्यस व्रतका प्रभावले श्री जगदीश्वर महादेव स्वामी पाउँछौ तिमीले, अरू केही गर्नु पर्दैन। यति विष्णुले आज्ञा गरेको सुन्दा गिरिजा भन्छन्, हे लोकनाथ, हे प्रभु, त्यस व्रतको विधि कसो हो अनि त्यो व्रतमा के गर्नुपर्छ त्यो पनि आज्ञा गर्नुहोस् न भन्दा भगवान विष्णु भन्नुहुन्छ, देवी, पौष शुक्ल पूर्णिमाको दिनदेखि व्रत आरम्भ गर्नु, हात गोडाको नङ काट्नु, शुद्ध हुनु, एक भक्त रहनु, स्नान गर्नु, सधैँ मध्याह्न कालमा श्री महादेवको पूजा गर्नु। महिना दिन पुगेपछि माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर 100 भनेको 108 रोटी, अक्षता, बेली फूल अनि त्यस्तै गरेर सुपारीका कुडका अनि पान, जात जातका फलफूल, यी सबै 108 तयार गर्नु। आरसी अर्थात् तामाको थालीमा ओमकार लेख्नु, गंगाजलले स्नान गराउनु, श्रीखण्ड रक्तचन्दन सिन्दूर फल फूल वस्त्र सबै चिज पहिराउनु, त्यहाँ धूप दीप नैवेद्य कस्तुरी भेटी चढाउनु, षोडशोपचारले पूजा गर्नु अनि स्तोत्र पाठ गर्नु, अर्घ्य दिनु। हे पार्वती, आज तिमीले यो तरिकाले स्वस्थानीको व्रत गर्यौ भने अवश्य तिम्रो मनोकामना पूर्ण हुन्छ, किनकि श्री स्वस्थानी परमेश्वरी भनेकी कस्ती हुन् तिमीलाई थाहा छ? अष्टाशुचदले स्वेषु मातृकाष्टा स्थिता तथा खड्गम त्रिशूलम चोर्ध्वंस अर्धंच वरमुत्पलम चतुर्भुजा त्रिनेत्रा च सर्वालंकार भूषिता सुवर्ण वद्विका शाभा स्वस्थानी जगदीश्वरी। वरिपरि 8 पात भएको कमलमा पातै पछि 8वटी मातृकाहरूकी माझमा बसेकी, 4 हात 3 आँखा भएकी, एक हातमा त्रिशूल, एक हातमा वर अनि एक हातमा कमल लिएकी, थरी थरीका गहना लगाएकी, सुन भन्दा पनि पहेँली रूपले धपक्क बलेकी श्री स्वस्थानी परमेश्वरीको ध्यान गर्नु। हे ईश्वरी भनेर वरदान माग्नु, प्रसाद झिक्नु अनि त्यहाँ पछि उनै अष्टोत्तर 100मा 8 रोटी 8 अक्षता 8 बेली पुष्प 8 जनै 8वटा पान पत्ता 8 कुडका सुपारी सगुन समेत विवाह भइसकेका नारीले आफ्नो पतिलाई दिनुपर्छ। देवी, पति नभए छोरालाई दिनुपर्छ। छोरो भन्नाले आफूसँगै बस्ने आफ्नो उत्तराधिकारी सम्झनु। छोरो नभए मृत छोरालाई दिनु। मृत छोरा पनि नभए जुन इच्छाले व्रत गरेको छ
त्यो कामना सिद्ध होस् भनेर गङ्गामा बगाउनुपर्छ। विवाह नभएका कन्याले त्यो जति पनि छ त्यहाँबाट 8 गङ्गामा बगाइदिनु। 100 रोटी आफूले फलाहार गर्नु, रातमा जागरण गर्नु, उनी ईश्वरीको महिमा सुन्नु अनि सुनाउनु। हे गिरिजे, श्री स्वस्थानी परमेश्वरीको प्रसाद लिने बेलामा श्री महादेव तिम्रा छेउमा आउनुहुनेछ। तिम्रो भक्ति देखेर म खुसी भएँ, श्री महादेव स्वामी पाएँ भनेर वरदान समेत दिनुहुन्छ। अनि यसरी भगवान विष्णुले स्वस्थानीको व्रत विधि भनिसकेपछि उमादेवीले मनमा आनन्द मानिन्, श्रद्धापूर्वक भगवान विष्णुको पूजा गरी प्रणाम गरिन् अनि विष्णु गरुडमा सवार भएर त्यहाँबाट अन्तर्ध्यान हुनुभयो अनि वैकुण्ठ जानुभयो। इति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रत कथायां पार्वती व्रतोपदेशो नाम 12 दर्शक महानुभावहरू, हामीले 12औं अध्यायको दिव्य कथालाई श्रवण गर्यौं, जहाँ भगवान विष्णुले माता पार्वतीलाई श्री स्वस्थानी व्रत उपदेश दिएर त्यहाँबाट वैकुण्ठ जानुभएको छ। अब के हुन्छ त्यो कथा बाँकी रहेका प्रसंग 13औं अध्यायमा हामी श्रवण गर्नेछौँ। आउनुहोस् अन्तिममा फेरि उनी भगवतीलाई स्मरण गर्दै प्रार्थना गरौँ। ओम उपनयतु मङ्गलं वः सकल जगन्मङ्गलालय श्रीमान् दिनकरण किरण निबोधित नवनलिन दल निवेक्षण कृष्णः काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मण सन्तु निर्भया अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सधना सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसंग या कुंदेन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदंड मंडितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिर्देवैः सदा वंदिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत्। श्री स्वस्थानी देव्यार्पणमस्तु।